हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आजको भ्लग चाहिँ हाम्रो चाहिँ यो घरदेखि हाम्रो बुवाको आज बर्थडे सेलिब्रेसन गर्नको लागि चाहिँ हामी माल जान लाग्यौँ। अब चाहिँ कपडा सपडा रात ठ्याक्कै रेडी भइसक्यो, हम नानी पनि रेडी भइसक्यो। अब चाहिँ हामी हिँड्न लाग्यौँ यहाँबाट। अब हामी घरबाट हिँड्नु चाहिँ दाइलाई यहाँ यसो पूजा अर्चना गर्दैछ। अब दाइले पूजा अर्चना भइसकेपछि चाहिँ हामी हिँडिहाल्छौँ। त्यहीँभित्र चाहिँ पूजा चलिरहेको, पूजा भइसकेपछि चाहिँ हामी भर्खरै तुरुन्तै हो। टाढा चाहिँ छैन, हाम्रो चाहिँ माहौल जाने हो। माहौल चाहिँ बुवाको यसो बर्थडे सेलिब्रेसन गर्न चाहिँ हामी नजिकै छ। मैले बर्थडे सेलिब्रेसन गर्नको लागि भनेर मैले आज स्पिकर पनि किनेर लिएर हिँडेको छु। स्पिकरमा चाहिँ ह्याप्पी बर्थडे गाना बजार आज मस्त रमाइलो गर्ने भनेर चाहिँ मैले लिएर हिँडेको छु। हजुरहरूलाई त्यो रमाइलो मैले देखाउँछु। आजको भ्लग चाहिँ एकदम रमाइलो हुन्छ, हजुरहरूले चाहिँ हेर्नु आउनु सुन्नु ल। होइन गाइज, हामी चाहिँ घर छोडेर हिँडिसक्यो। अब यी सबै रेडी भएर हिँडिसक्यो होइन। म पनि हिँडिसकेँ, पछि हिँडेँ हो। ए नक्कली केटीहरू हिँडेँ एक त रमाइलो चाहिँ हामी चाहिँ घर छोडेर हिँडिसक्यौँ। म बर्थडे सेलिब्रेसन गर्नको लागि यस्तो अप्ठ्यारो बाटो, पहाडको बाटो लास्टै अप्ठ्यारो छ यस्तो हो। गाइज, आजको चाहिँ मौसम अलि 2-3 दिन पानी पर्छ भन्थ्यो, तर अहिले पानी परे होइन। सूर्य अस्ति सकेको, अहिले साँझको 6 बजिसक्यो। हामी चाहिँ अब हिँड्दैछौँ, राति पुग्ने पारी हो। उहाँ पुग्ने टुप्पा, तर बाटो आँदै मान्छेले घाँस काटेर रहेछन्। ल यो भिडियो हेरेर सब्सक्राइब गरौँ है ल। ए भएको ए गर्नु पर्यो नि, अब सहयोग गर्नु पर्यो नि। हामी पुग्ने चाहिँ उहाँ टाढा हो। अब गाइज, हामी चाहिँ यस्तै अब हिँड्दैछौँ। अब अहिले मैले पनि दुःख गरिरहेको यस्तै बनाएर हजुरहरूलाई देखाइदिएँ। हजुरहरूले पनि सब्सक्राइब गरेर भ्युज दिएर सब्सक्राइब बढाइदिएर हजुरहरूले पनि सहयोग गर्न सकेको सपोर्ट गरिदिनु होला। यो जङ्गलमा हामी चाहिँ अहिले अब हिँड्दैछौँ। यो जङ्गल कटेर माथि डाँडामा गएपछि हामी डाँडाबाट चाहिँ फेरि तल्दै झरेर पारि जान्छौँ। हजुरहरूलाई बर्थडे सेलिब्रेसन हामी ढुक्क देखाउँछौँ। हजुरहरू हामीसँग जुडिरहनु होला, आउनुहोस्। रोम रोम भाइयों, सिस्टम पार देंगे। फाइनल्ली हामी चाहिँ घर पुग्यो। बर्थडे सेलिब्रेसन गर्ने चाहिँ बुवा यही हो। उहाँ बुवाको चाहिँ आज हाम्रो ग्रान्ड फादरको उहाँ बुवाको चाहिँ हाम्रो आज बर्थडे। उहाँको सेलिब्रेसनको लागि चाहिँ हामी भर्खरमा लाग्यो। यतापट्टि चाहिँ एकदम विभिन्न प्रकारका परिकारहरू बनेका छन्। यतापट्टि चाहिँ हामीले अरू चाहिँ बेलुन सेलुन बनाएर चाहिँ टिक्क पार्ला छौँ। बर्थडे सेलिब्रेसनको लागि तयारी एकदमै भव्य र सभ्य तरिकाले चलिरहेको छ। यहाँ चाहिँ एकदमै रमाइलो सबै मिलेर चाहिँ यताउति पत्ती सत्ती बाल्ने, फुलसुल सजाउने, कलश सलस राख्ने काम हुँदैछ। कोही क्यामेरा बनाउँदैछन्, कोही बर्थडे बनाउँदैछन्, कोही उता पर्दा राखेर के गर्दैन। यस्तै रमाइलो छ गाइज। हजुरहरूलाई कस्तो लाग्छ हाम्रो यो कार्यक्रम चाहिँ? हजुरहरूलाई सेलिब्रेसन चाहिँ कस्तो लाग्छ? हजुरहरूलाई राम्रो लाग्छ भने कमेन्टमा राम्रो भयो भनिदिनु होला। नराम्रो लाग्यो भने अब ठिकै छ। हजुरहरूले हाम्रो चाहिँ अब अहिले गरिरहेका छौँ।
झोला झोला खै खिच के झोला कहाँ उभिनु लाग्यो बसाल्ने बसाल्नु मोबाइलमा बजाउन हजुरकोमा नर्मल भिडियो बनाएर गर्छ हो त टाढा भएन देखिन्छ कि देखमा गीत बजाउँछ फिर्का है फिर्का फिर्का केलाई अलि आउँदैन